नमस्कार सबैलाई। इनसाइड द जिम भित्रको कुराबाट के आज तपाईलाई म आज एउटा भिडियो लिएर आइरहेको छु। धेरै पछि भिडियो बनाउँदै छु र यो चाहिँ तपाईको लागि विशेष हो। ओके, कुनै पनि कम्पनीले कुनै पनि जिमको इक्विपमेन्टहरु बनाउँदाखेरि एउटा निश्चित मसललाई टार्गेट गरेर बनाइरहेको हुन्छ। त्यो सजिलो पनि होस्, त्यहाँबाट त्यसले त्यो अलिकति सेफ्टी पनि होस्, हैन, हेर्दाखेरि राम्रो पनि होस्, अनि के धेरै कुरा सोचेर बनाउनु पर्छ। तर हामीले जिम गर्दाखेरि जिम हल भित्र प्रवेश गरिसकेपछि अलिकति गहिरिएर सोचेर हेर्ने हो भनेदेखि त्यो मिसिनहरुलाई हामीले अरु मसलको लागि पनि प्रयोग गर्न सकिन्छ। आज त्यही भिडियो तपाईहरुको लागि ल हेर्नुस् है। मसँग अहिले स्ट्यान्डिङ काफ राइज मेसिन छ। यो स्ट्यान्डिङ काफ राइज मेसिन हो। यो टार्गेट काफको लागि पिरो लागि हो। हेर्नुस् यहाँ। ओके, अब यसलाई चाहिँ म आज शोल्डर प्रेस गरेर गइरहेको छु। प्रेस सम्बन्धी शोल्डरको प्रेस एक्सरसाइज यसमा पनि गर्न सकिन्छ। त्यसमा पनि थरी एंगलबाट तपाईले बुथ ह्यान्ड पनि युज गर्न सक्नुहुन्छ, तपाईले सिंगल ह्यान्ड पनि युज गर्न सक्नुहुन्छ, तपाईले फ्रन्टबाट पनि युज गर्न सक्नुहुन्छ, तपाईले साइडबाट पनि युज गर्न सक्नुहुन्छ। ओके, ल हेरौँ त है। अब यो तपाईको शोल्डर ग्रिपको फ्रन्ट प्रेस। ओके, अब यसलाई सिंगल ह्यान्ड गर्न चाहनुहुन्छ भने अलिकति वेट घटाउनुस् तपाईको पावर अनुसारले। त्यही पनि फ्रन्ट प्रेस सिंगल ह्यान्ड। ओके, अब यसलाई साइडबाट गर्न चाहनुहुन्छ भने पनि अब तपाईले अलिकति यसरी गर्न सक्नुहुन्छ, साइड, हैन। अब यताबाट गर्दाखेरि साइड। ओके, अब फ्रन्टको हिसाबले गर्नुहुन्छ भने पनि अब तपाई यता यो साइडबाट पनि फ्रन्ट गर्न सक्नुहुन्छ। ओके, यानी कि शोल्डरको प्रेस सम्बन्धी एक्सरसाइज तपाईको धेरै एंगलबाट यसबाट गर्न सकिन्छ। हस्ता आज भिडियोको यति तपाईलाई अरु मिसिनबाट पनि के गर्न सकिन्छ भन्ने कुरामा तपाईँ अर्को भिडियोमा आउने छु। तपाई पनि विचार गर्नुस्। तपाईले गर्ने एक मिसिनमा, एक्सरसाइज गर्ने मिसिनमा तपाईले टार्गेट मसल भन्दा बाहिरको कुन मसलको एक्सरसाइज तपाईले गर्न सक्नुहुन्छ। प्लिज कमेन्ट गर्नु होला, लाइक गर्नु होला, शेयर गर्नु होला। ओके, नमस्कार।